चैत महिना गर्मीको समय वन्यजन्तुहरूलाई तिर्खाको असाध्यै सकस। मान्छेले त भन्ने बित्तिकै पानी पाउन सकिरहेको स्थिति छैन, मुहानहरू सुक्दैछन्, सुक्ने क्रममा छन्, वन डढेलो छ जताततै। यसर्थ पनि अहिले चाहिँ वातावरण एकदमै धेरै नै प्रदूषित छ, पानीको अभाव छ र यो वन्यजन्तुहरूलाई पनि त्यत्तिकै यसको चाहिँ प्रभाव देखिन्छ। मान्छेहरू पनि यसको शिकार भइरहेको यस परिप्रेक्ष्यमा माइस्थान मन्दिर परिसरभित्र रहेको यो बाँदर पानी खाने अथक प्रयास गरिरहेको छ। यस्तो गरिरहेको देख्दा चाहिँ पहिले त मैले भ्यू पाउनै सकिनँ, अनि उसले टाउको डुबाएपछि चाहिँ पानी नै खान खोजेको रहेछ भन्ने कुरो थाहा भयो। अब के गर्न सक्छु त म? केही गर्न नसक्ने जस्तो लागिसकेपछि चाहिँ म यताउता हेर्न थालेँ, अन्य बाँदरले के गर्दैछन् त भनेर। अनि यसरी मन्दिरको अग्रभागमा आइपुग्दाखेरि चाहिँ बगेर आएको पानी यो बाँदरले घुटु घुटु पिउँदै रहेछ। त्यसपछि त्यो बाँदर पनि यता आए हुन्थ्यो नि जस्तो लाग्यो, तर त्यो बाँदर आउँदै आएन, त्यही ट्याङ्कीमै बसिराख्यो। अनि त्यसपछि चाहिँ अब म के गर्न सक्छु त? यो बाँदरले यता खाइराखेको छ, अन्त अरू बाँदरहरू चाहिँ के गरी आफ्नो तिर्खा मेटाउँदा रहेछन् त भनेर मलाई हेर्न मन लाग्यो। त्यसपछि म यताउता हेर्नतर्फ लागेँ। साँझ भनौँ न, अब दिउँसोखेर उनीहरूले आफू अगाइसकेपछि अब त पानी खानुपर्छ भन्ने भएपछि बाँदरहरू यसरी यतातर्फ जम्मा हुने रहेछन्। अनि त्यसपछि यसले धारा खोल्ने कति प्रयास गर्यो। म हेरिरहेँ एकछिनसम्म त, किन भन्दाखेरि उसँग त हात पनि छ नि त धारा खोल्नलाई। अनि खोल्ला कि भनेर हेरिरहेँ, तर उसले सकेन। त्यसपछि मेरो मनले पनि मानेन। अब मनै त हो, म नमानिसकेपछि मैले धारा खोल्नको लागि अगाडि लाग्छु र धारा खोलिदिन्छु पनि। अनि त्यसपछि त्यो बाँदरले खान्छ। अहिलेसम्म खोलिसकेको छैन मैले। अनि मैले चाहिँ के जोड्न खोजेँ भने, हामी लुम्बिनी घुम्न जाँदाखेरि, अब तपाईँहरू पत्याउनु हुँदैन होला, मैले भिडियो पनि खिचिनँ, तर कागले चाहिँ धारा खोलेर पानी खाएको थियो। अब त्यतिखेर भिडियो पनि खिचिएन। अनि तर यो हात भएको बाँदरले चाहिँ किन धारा खोल्न सकेन भनेर मैले सोच्दाखेरि धारा एकदमै धेरै टाइट थियो। सायद त्यो चुच्चोले चलाउँदा पनि धकेलिने खालको धाराको टुटी भएर होला त्यो कागले पनि धारा खोलेको चाहिँ। अब यसरी यो बाँदरहरूले त खान पाए, तर त्यो ट्याङ्कीमा बसेको बाँदर चाहिँ ज्यान जाला, तर उसले ट्याङ्की छोडेन। पशु हो, पशु नै रहेछ। किन भन्दाखेरि जब अन्य बाँदरहरूले यसरी खाइराखेका छन् भन्ने कुरो उसले अलिकति पनि दिमाग लगाउन सकेन कि। मैले पनि केही गर्न सकिनँ, उसलाई धपाउन नि सकिनँ, उसले प्रयास गरेर खाला नि भन्नेतिर ध्यान गयो। त्यसपछि अब यो माइस्थान मन्दिरको कुरा गरौँ। म सानै हुँदाखेरि तपाईँहरूले पनि देखिरहनु भएको होला, कस्तो कस्तो यो मन्दिरको स्वरूपहरू देख्नुभयो तपाईँले। वरिपरि टन्न रुखहरू, ठुल्ठुला रुखहरू, बाँस कति धेरै, अनि तल पोखरीमा पानी, अनि त्यहाँ कमलको फुल फुलेको, होइन? अहिले त्यो के पनि देख्न पाउँदैनौँ हामी। अहिले यतिखेर रुखहरू पनि ढलेका, बाँस पनि छैन, पोखरीमा पानी पनि छैन, केही पनि छैन कि। अनि बाँदरलाई पनि पानी खान समस्या छ, जबकि यहाँ धारा छ, तर अन्य स्थानमा त त्यो धारा पनि हुँदैन। ती वन्यजन्तुहरू कसरी बाँचिरहेका होलान्? वन डढेलो उत्ति नै छ, धुवाँको त्यति नै प्रभाव छ। त्यसैले हामी एक भएर आफ्नो तर्फबाट वातावरण संरक्षणमा हामीले पहल चाल्न जरुरी छ।